कन्याहरू थोरै पछाडि सर्दैन त पछाडि पञ्चकन्याहरूलाई टिका लगाइदिनु त पहिले पञ्चकन्याहरूलाई पञ्चकन्याहरूलाई टीका लगाइदिनु होला पहिले यहाँ छ अक्षता लगाइदिनु पञ्चकन्या लगाइदिनु सक्यो त ओम श्री सत्य लक्ष्मी पत्न्या बहोरात्र पार्श्वेन सत्राणि रूपमसो व्यातम इष्ट निघाणाम मैघाणाम सर्वलोकम मैघाणा कई दान दक्षिणा दिनुपर्छ खाली टीका लगाउनु ओम श्रीर्वर्तस्वमायुष्यम आरोग्यम विलाक्षोमानं महीयते धनं धान्यं पशुं बहुपुत्रं संवत्सरं दीर्घमायुः। अब पञ्चकन्याहरूलाई अगाडि लगाएर ल पुस्तक बोकेर मण्डप घुम्ने अनि त्यस पछाडि मात्रै हामी यात्रा आरम्भ गर्नेछौँ। हाम्रा युवा सर्कलका भाइहरू को हुनुहुन्छ झन्डा कृपया लिएर अगाडि उभिनु होला। झन्डा पनि हामीसित छन् भगवानका झन्डाहरू। हामी मण्डपको पश्चिमतर्फ झन्डाहरू रहेको म जानकारी गराउन चाहन्छु। त्यो झन्डाहरू पनि साथमा लिनु होला। हामी शङ्ख छ घन्टी छ हामीसित कीर्तन मण्डलीका बाजागाजाहरू छन् ती पनि हामी साथमा लिएर बजाउँदै बजाउँदै ढोल मृदङ्गका तालमै चाहिँ शोभायात्रालाई चाहिँ सम्पन्न गर्नेछौँ। यहाँहरूलाई म अनुरोध गरेँ कि कीर्तन मण्डलीका झोली झ्याम्टाहरू हामीसित मुजुराहरू छन् भने ती पनि बजाउन सक्नेछौँ हामी। नानीहरूलाई मसिना कलश साना साना कलश दिइदिनु होला। ल साना साना त्यो कलशहरूलाई दिइदिनु होला नानीहरूलाई। अब पुस्तक लिने गुरुहरू यता आउनु त। पुस्तक लिने कर्ता परिवार यहाँ अगाडि पहिले पुस्तक शिरमा लिने कर्ताजीहरू अगाडि आउनु होला। ल अगाडि जान्छ मामा अगाडि जान्छ अगाडि। ल ल हामी अब यात्रा सुरु गर्दैछौँ। भक्तवत्सल भगवानको श्रीमद् भागवत महापुराणको